वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू, आज चाहिँ म भर्खरै पसल गएर लेट भयो क्या। आज सबै पसलहरू गर्दा ढिलो भयो। अनि आज चाहिँ भर्खरै मैले मेरो खाना चाहिँ आज 2 बज्छ क्या साथी। अनि खाना पाक्यो। अनि सब्जी मेरो यहाँ तातो पानी खाना पाकिसक्यो। सब्जी चाहिँ मेरो आज कोलमिट अनि टमाटो लाएर अनि रक्ती पनि हालेर अब मसला पाकेपछि रक्ती हाल्छु, ब्लड हाल्छु भन्नु। रक्ती भन्नाले कति प्राय साथीहरूले चिन्नु बुझ्ने नै हुन् होला है। हामी राई मटियालीहरूले चाहिँ बुझ्छौँ। अनि यो चाहिँ पोर्कको ब्लड भन्नु होइन, त्यसमा आउने भित्रको। अनि यस्तो छ है रेसिपी साथीहरू। अनि धनिया र टमाटरको अचार बनाउन लागे यसरी पकाउने साथीहरू। अनि माथिबाट पाकेपछि टमाटर अनि धनियासँग मिक्स गरेर चटनी दामी हुन्छ कि। अनि यस्तो छ साथीहरू तपाईँहरूलाई। मलाई चाहिँ मेरो चाहिँ फेरि अब त्यस्तो धेरै फेभरेट पनि होइन, ठिकै लाग्छ मलाई चाहिँ मिट चाहिँ। मेरो हस्बेन्डलाई चाहिँ धेरै मन पर्यो कि। अनि यस्तो छ है साथीहरू। मिठको रेसिपी अझै हुन बाँकी छ। अब यसमा ब्लड हालेपछि हजुरहरूलाई म देखाउनेछु। फाइनली साथीहरू मेरो चाहिँ चटनी पनि भयो, धनिया अनि त्यहाँबाट अनि टमाटरको चटनी भइसक्यो है। अनि मेरो सब्जी पनि यो सब्जी र तरकारी पनि भयो। ब्लड हालेर अनि पोर्क मिट कस्तो लाग्यो साथीहरू, ग्रेभी कस्तो छ ल कमेन्टमा भनिदिनु होला। कसैलाई मनपर्छ सबैजनाले लाइक कमेन्ट सब्सक्राइब प्लिज। हेर्नु होला, मन पऱ्यो जतिलाई कमेन्ट पनि गर्नु होला साथीहरू। वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू, आज चाहिँ म भर्खरै पसल गएर लेट भयो क्या। आज सबै पसलहरू गर्दा ढिलो भयो। अनि आज चाहिँ भर्खरै मैले मेरो खाना चाहिँ आज 2 बज्छ क्या साथी। अनि खाना पाक्यो। अनि सब्जी मेरो यहाँ तातो पानी खाना पाकिसक्यो। सब्जी चाहिँ मेरो आज कोलमिट अनि टमाटो लाएर अनि रक्ती पनि हालेर अब मसला पाकेपछि रक्ती हाल्छु, ब्लड हाल्छु भन्नु। रक्ती भन्नाले कति प्राय साथीहरूले चिन्नु बुझ्ने नै हुन् होला है। हामी राई मटियालीहरूले चाहिँ बुझ्छौँ। अनि यो चाहिँ पोर्कको ब्लड भन्नु होइन, त्यसमा आउने भित्रको। अनि यस्तो छ है रेसिपी साथीहरू। अनि धनिया र टमाटरको अचार बनाउन लागे यसरी पकाउने साथीहरू। अनि माथिबाट पाकेपछि टमाटर अनि धनियासँग मिक्स गरेर चटनी दामी हुन्छ कि। अनि यस्तो छ साथीहरू तपाईँहरूलाई। मलाई चाहिँ मेरो चाहिँ फेरि अब त्यस्तो धेरै फेभरेट पनि होइन, ठिकै लाग्छ मलाई चाहिँ मिट चाहिँ। मेरो हस्बेन्डलाई चाहिँ धेरै मन पर्यो कि। अनि यस्तो छ है साथीहरू। मिठको रेसिपी अझै हुन बाँकी छ। अब यसमा ब्लड हालेपछि हजुरहरूलाई म देखाउनेछु। वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू, आज चाहिँ म भर्खरै पसल गएर लेट भयो क्या। आज सबै पसलहरू गर्दा ढिलो भयो। अनि आज चाहिँ भर्खरै मैले मेरो खाना चाहिँ आज 2 बज्छ क्या साथी। वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू, आज चाहिँ म भर्खरै पसल गएर लेट भयो क्या। आज सबै पसलहरू गर्दा ढिलो भयो। अनि आज चाहिँ भर्खरै मैले मेरो खाना चाहिँ आज 2 बज्छ क्या साथी। अनि खाना पाक्यो। अनि सब्जी मेरो यहाँ तातो पानी खाना पाकिसक्यो। सब्जी चाहिँ मेरो आज कोलमिट अनि टमाटो लाएर अनि
रक्ती पनि हालेर अब मसला पाकेपछि रक्ती हाल्छु, ब्लड हाल्छु भनौँ न। रक्ती भन्नाले कति प्राय साथीहरूले चिन्नु बुझ्ने नै हुनाला है। हामी राई मटुवालेहरूले चाहिँ बुझ्छौँ। अनि यो चाहिँ पोर्कको ब्लड भनौँ न होइन, त्यसमा आउने भित्रको। अनि यस्तो छ है रेसिपी साथीहरू। अनि धनिया र टमाटरको अचार बनाउन लागे यसरी पकाउने साथीहरू। अनि माथिबाट पाकेपछि टमाटर अनि धनियासँग मिक्स गरेर चटनी दामी हुन्छ कि। अनि यस्तो छ साथीहरू तपाईँहरूलाई। मलाई चाहिँ मेरो चाहिँ फेरि अब त्यस्तो धेरै फेभरेट पनि होइन, ठिकै लाग्छ मलाई चाहिँ मिर्ची। मेरो हस्बेन्डलाई चाहिँ धेरै मन पर्यो कि। अनि यस्तो छ है साथीहरू, मिठोको रेसिपी अझै हुन बाँकी छ। अब यसमा ब्लड हालेपछि हजुरहरूलाई म देखाउनेछु। फाइनली साथीहरू मेरो चाहिँ चटनी पनि भयो, धनिया अनि त्यहाँबाट अनि टमाटरको चटनी भइसक्यो है। अनि मेरो सब्जी पनि मेरो सब्जी र तरकारी पनि भयो ब्लड हालेर। अनि पोर्क मिट कस्तो लाग्यो साथीहरू, ग्रेभी कस्तो छ ल कमेन्टमा भनिदिनु होला कसैलाई मनपर्छ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब प्लिज। हेर्नु होला मन परे जतिलाई कमेन्ट पनि गर्नु होला साथीहरू।